साथीहरू, आज मैले जुन अर्थात् चन्द्रमा सम्बन्धी जानकारी लिएर आएको छु। चन्द्रमा चट्टान र धुलोले बनेको एउटा पिण्ड हो। यसको व्यास 3476 किलोमिटर छ। यो पृथ्वीको आकारको लगभग 1/4 भाग हो। यसको सतह पहाड, खाडल अर्थात् क्रेटर र जमेको लाभाबाट बनेको छ। चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो। यो पृथ्वीको वरिपरि घुम्ने खगोलीय पिण्ड हो। पृथ्वीको वरिपरि यसको घुम्ने बाटो केही अण्डाकार छ, जसलाई दीर्घवृत्त भनिन्छ। चन्द्रमालाई पृथ्वीको वरिपरि एक फन्को घुम्न वा आफ्नो कक्ष अर्बिट पूरा गर्न 27.3 दिन लाग्छ। रातमा आकाशमा चन्द्रमा चम्किलो देखिए पनि यसको आफ्नै प्रकाश छैन। सूर्यबाट प्राप्त प्रकाश चन्द्रमाबाट परावर्तित भई पृथ्वीसम्म आइपुग्ने हुँदा हामी चन्द्रमालाई पृथ्वीबाट देख्न सक्छौँ। चन्द्रमाको आकार हरेक रात परिवर्तन भइरहेको जस्तो देखिन्छ। यसो हुनुको कारण के हो भने, जब चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ र सूर्यले यसको सतहका विभिन्न भागहरूमा प्रकाश पार्छ र हामीले ती भागहरू फरक कोणबाट देख्दछौँ। यही क्रममा यसको आकार हरेक रात परिवर्तन हुँदै गएको देखिन्छ। चन्द्रमा ठुलो हुँदै जाने क्रमलाई बढ्दो चरण व्याक्सिङ भनिन्छ भने सानो हुँदै जाने क्रमलाई घट्दो चरण वाइनिङ भनिन्छ। चन्द्रमाको सतह पूर्ण रूपमा सूर्यतिर फर्केको अवस्थामा पूर्णिमा अर्थात् फुल मुन हो। यसबेला चन्द्रमालाई पूर्ण आकारमा देख्न सकिन्छ। त्यस्तै चन्द्रमा पृथ्वीको वरिपरि घुम्दै जाँदा पृथ्वीतिर फर्केको भाग बिस्तारै सूर्यको प्रकाशबाट ओझेल पर्दै जानु र अन्त्यमा देख्न नसक्ने अवस्थामा पुग्नु औँसी हो। यसरी वास्तवमा चन्द्रमाको आकार बदलिने होइन, बरु यसलाई हेर्ने हाम्रो दृष्टि एङ्गल मात्र बदलिने वा फरक हुने हो। चन्द्रमा पृथ्वी जस्तै आफ्नै अक्षमा पनि घुम्छ। चन्द्रमालाई आफ्नो अक्षमा एक फन्को घुम्न लाग्ने समय र पृथ्वीको वरिपरि एक फन्को घुम्न लाग्ने समय करिब बराबर हुन्छ। हामी पृथ्वीबाट चन्द्रमाको सतहको करिब 60% भाग मात्र देख्न सक्छौँ। पृथ्वीतिर फर्केको भागलाई नजिकको भाग नियर साइड र अर्को भागलाई टाढाको भाग फार साइड भनिन्छ। चन्द्रमाको तापक्रम अत्याधिक तातो र अत्याधिक चिसो अवस्थासम्म परिवर्तन भइरहन्छ। जब प्रकाश चन्द्रमामा पर्छ, यसको तापक्रम 127 डिग्री सेल्सियससम्म पुग्छ। त्यसैगरी सूर्य अस्ताउँदा तापक्रम घटेर करिब -153 डिग्री सेल्सियससम्म पुग्छ। पृथ्वी जस्तै चन्द्रमामा पनि गुरुत्वाकर्षण बल हुन्छ, तर चन्द्रमाको गुरुत्वाकर्षण बल कमजोर हुन्छ। चन्द्रमाको गुरुत्वाकर्षण बल पृथ्वीको गुरुत्वाकर्षण बलको 6 भागको 1 भाग मात्र हुन्छ। यसको अर्थ हामी चन्द्रमामा हुँदा हाम्रो तौल पृथ्वीमा हुँदाको तौलभन्दा धेरै कम हुन्छ। चन्द्रमाको उत्पत्ति कसरी भयो भन्ने बारे वैज्ञानिकहरू पूर्ण रूपमा निश्चित छैनन्। एउटा प्रचलित सिद्धान्त अनुसार करिब 4.5 अर्ब वर्ष अघि थिया नामको मङ्गल ग्रहको आकारको एउटा पिण्ड पृथ्वीसम्म ठोकिएको थियो। यसरी ठोकिँदा निस्केका अवशेषहरू एकत्रित भएर चन्द्रमा बनेको हो भन्ने एक थरी मान्यता छ।